नमस्ते सबैजनालाई। मेरो नाम स्वयं श्रीवास्तव, म वीरगञ्ज नेपालदेखि हुँ। आज 2 महिना भइसकेको छ मलाई सीडब्ल्यूईमा आएर रेस्लिङको ट्रेनिङ गरेकोमा। 2 महिनामा मैले यहाँ धेरै चिज सिकेँ। एकदम मलाई धेरै राम्रो लाग्यो यहाँको एक्सपिरियन्स, यहाँको रेस्लिङ ट्रेनिङ फ्यासिलिटिज। जसलाई रेस्लिङ सिक्न मन छ, जसको रेस्लिङ गर्नेको चाहना हुन्छ, त्यो यहाँ आएर मजाले रेस्लिङ गर्न सकिन्छ। रेस्लिङको बारेमा जानकारी उहाँहरूलाई हासिल गर्नको लागि एकदमै सजिलो रहनेछ। र सीडब्ल्यूईमा हजुर अहिले हेर्न सक्नुहुनेछ यहाँ ट्रेनिङको यो रिङ हो। रिङमा हाम्रो कसरी ट्रेनिङ हुन्छ, कसरी हामीले पर्फर्मेन्स गर्नुपर्छ रिङमा। र यो हाम्रो सीडब्ल्यूई एकाडेमी जुन छ, धेरैजना साथीहरूलाई लाग्छ कि नेपालबाट सीडब्ल्यूई जोइन गर्नको लागि गाह्रो हुन्छ। त्यस्तो केही गाह्रो छैन। हजुर नेपालबाट मजाले सीडब्ल्यूईमा आएर जुन जलन्धरमा छ आएर जोइन गर्न सक्नुहुन्छ र आफ्नो ट्रेनिङ स्टार्ट गर्न सक्नुहुन्छ। हजुरहरूलाई एउटा विशेष जानकारी छ हैन, जसलाई रेस्लिङ जोइन गर्नु छ, सीडब्ल्यूई जोइन गर्नु छ हैन, उहाँहरूलाई यहाँ कन्ट्याक्ट नम्बर जुन दिएको छ, व्हाट्सएपको कन्ट्याक्ट नम्बर छ र एउटा मेन कलको छ, त्यसमा गएर सम्पर्क गर्नु। अनि त्यसपछि यहाँको जानकारीको बारेमा हजुरहरू सोध्नुस्। अनि त्यसपछि हजुरहरू यहाँ आएर एकचोटि कम्पनी हेरिलिनुस्, रेस्लिङको एकचोटि सीडब्ल्यूई को यो हेर्नुस्। यहाँको जुन छ यो फ्यासिलिटिजहरू, यस्तो रिङ कहीँ पाउँदैन। अल ओभर इन्डियामा यस्तो रिङ कहीँ छैन। जसलाई एउटा चाहना छ कि हो मलाई एउटा रेस्लर बन्नु छ, प्रोफेसनल बन्नु छ, त वान अफ द बेस्ट कम्पनी इन अल ओभर द इन्डियाज इज सीडब्ल्यूई। सीडब्ल्यूई एकदम राम्रो तपाईँको कम्पनी छ रेस्लिङको लागि। कन्टिनेन्टल रेस्लिङ इन्टरटेनमेन्ट, जुन कि द ग्रेट कली सरको हो। उहाँलाई अल ओभर द वर्ल्डमा यो उहाँको एउटा नाम छ रेस्लिङको। उहाँ एउटा सुपरस्टार हुनुहुन्छ। धेरै उहाँले नाम कमाउनु भएको छ। उहाँको नामले यो एकाडेमी खुलेको छ, तपाईँ हेर्न सक्नुहुनेछ। र यो एकाडेमीमा जो पनि आउँछ, जति पनि मेरो नेपाली भाइहरू छन्, दिदी बहिनीहरू छ, जसलाई रेस्लिङ सिक्न मन छ, उहाँहरू आउनुहोस्। या मजाले रेस्लिङ सिक्नु र रेस्लिङ सिकेर आफ्नो देशको नाम, आफ्नो फ्यामिलीको नाम र आफ्नो स्टेटको नामलाई तपाईँहरू माथि गर्नु। जय श्री राम।